मम्मी हजुरलाई छोरा होइन छोरी मनपर्छ। नानीको यो डायलगले मेरो मन चस्स भएको थियो। कुरा बिहिबार 18 गतेको थियो। भान्जीको बर्थडे कपिलवस्तु जानुपर्ने। सधैँ फङ्सनहरू एटेन्ड गर्ने भ्याइ नभ्याइ गरे भए पनि जाने म योपालि जान नपाउने भएँ। कारण थियो सर अर्घखाँची जानुभएको, म पनि व्यस्त अनि शुक्रबार चाहिँ छुट्टी थिएन। राति नै गएर राति नै फर्किनु पर्ने समस्या। बाटो चाहिँ अति नाजुक छ, तपाईँहरूलाई थाहा छँदैछ। नानी यति रोइन् कि तपाईँलाई भान्जा मनपर्छ जानुहुन्थ्यो, भान्जीकोमा जानु भएन पो भन्छन्। मलाई कस्तो नराम्रो लागेको। उनलाई पकाउन मलाई एकदमै गाह्रो भयो। अनि तिमी जे भन्छौ म त्यही मान्छु भनेको। मलाई शनिबार चाहिँ तपाईँले पार्क अनि मलाई भाटबटेनी लानुपर्छ भनिन्। हुन्छ भन्ने प्रमिस गरेको थिएँ। त्यसै अनुसार यो शनिबार मैले यसरी बिताएँ। बिहानै सधैँको जस्तो आँखा खुलेछ, अलि ढिला उठौँ भनेर वासरुम गएर फेरि सुत्दिएँ। 7 बजेको थियो। उठेर मैले घरको काम, आफ्नो काम, खाना, सरसफाई, पूजापाठ गरेपछि रेडी भएर लागेँ नानीसँग पार्कमा। अलि ढिला जान्थेँ होला, विविध कारणले छिटो गएको थिएँ। अनि नानीहरूसँग फोटो खिचेँ। नानी आफ्नो साथीलाई भेटेपछि खुसी मक्क परिन्। भिडियो फोटोहरू खिच्यौँ अनि उनीहरूलाई म पार्कमा लगेर खेलाएँ, उनीहरूलाई झुलाएँ। अनि म चाहिँ एक्लै, बिहान पख खासै कोही पनि आउनु भएको थिएन नि, त्यसैले एक्लो फिल गरेँ। अनि पछि चाहिँ के गर्नु त रमाइलो गरेपछि एकछिन पार्कको पदाधिकारीहरू भेट्नु भयो, उहाँहरूसँग पनि गफ गरेँ। पछि चाहिँ बोरिङ लागेपछि एकैछिन गाडीमा बसेर उनीहरूलाई वाच मात्रै गरेँ, उनीहरूलाई प्लेग्राउन्डमा खेल्न छोडिदिएँ। अनि बिहान पख भएको भएर कोही नआउनु भएको भएर लास्टै बोरिङ पनि लाग्दै थियो, तर छोरीको खुसीको लागि भनेर मैले आजको दिन छुट्याएपछि एडजस्ट गर्नै पर्छ भनेर फेरि यिनीहरूसँगै खेल्न गएँ। अनि पछि चाहिँ भिडभाड भयो। मेरो साथीहरू, टिकटकबाट भेटिनु भएको साथीहरू अनि मेरो पुरानो कलेजको साथीहरू भेटेर खुसी लाग्यो। हामीले केही समय टिकटकहरू बनायौँ। मेरो दिउँसो 2 बजे चाहिँ त्यहाँ नजिकै मैदानमा आज एउटा फुटबलको उद्घाटन सत्र थियो, त्यसमा सरिक हुनुपर्ने पनि थियो। पार्क र खेल मैदान एकदमै नजिकै भएको कारणले म त्यहीँबाट जाने निर्णय गरेरै गएको थिएँ। र केही समय नानीहरूसँग स्पेन्ड गरिसके पछाडि अनि 2 बजे भनेको कार्यक्रम 3 बजे मात्रै सुरु हुने भयो। 3 बजे कार्यक्रम सुरु हुने भइसकेपछि मैले लगभग 3 बज्न थाल्दा त्यो स्थलमा उपस्थित भएँ। त्यहाँ चाहिँ नवजीवन क्लबले आयोजना गरेको 7A साइड नकआउट फुटबल प्रतियोगिता प्रारम्भ भएको छ। 29 मङ्सिरसम्म चल्नेछ। त्यो कार्यक्रममा सहभागी भएर म 4:15 बजेतिर करिब त्यहाँबाट निस्केको थिएँ। अब चाहिँ घर जान्छु भनेर सोचेको। नानीको साथीको मामुले चाहिँ आज हामी कतै बाहिर जाउँ न, नानीहरू पनि भोकायो होला नि भन्नुभयो। ठिकै हो भने मैले यिनीहरूलाई बिचबिचमा चिप्सहरू खुवाएको थिएँ, तर पनि फेरि अलि हेभी खाना खुवाउँ न त, खाजा खुवाउँ भनेर हामी लाग्यौँ आँगनतिर। अनि म्याम आइसके पछाडि हामी गयौँ। त्यहाँ चाहिँ एउटा नानी आउनु भएको थियो, कस्तो राम्रो फ्रेन्डसिप गरे नानीले फेरि उनीहरूसँग। अनि हामीले विभिन्न किसिमको परिकारहरू त्यो पनि नानीहरूको फेभरेटमा मगायौँ अनि उनीहरूलाई रमाइलो गर्दै खुवाउँदै खेल्यौँ। अनि हामीले पनि केही सुख दुःखका गफहरू सेयर गऱ्यौँ। उहाँसँग मेरो यसरी टाइम स्पेन्ड गरेको पहिलो पटक थियो। अनि नानीहरू एकदमै रमाइरहेको थिए, तर मलाई टिभी जानुपर्ने थियो, धेरै बेर बस्न पाइएन। त्यसैले 6 बजे अराउन्ड त्यहाँबाट निस्किएँ। फेरि 2 दिन अर्घखाँचीको बसाइ सकाएर सर घर फर्किनु भएको थियो, भेट पनि भएको थिएन। अनि म घर लागेँ नानीलाई छोड्न। त्यसपछि सरसँग भेटघाट पनि भयो। त्यसपछि म लागेँ सदा जस्तै टिभीमा गएर आफ्नो कामहरू सकाएँ। त्यसपछि घर फर्केर नानीलाई चाहिँ तातो घाँस खुवाएँ, म आफू खाना नखाइ सुतेँ। बाई बाई।